ल सबैलाई नमस्कार छ। आज अस्ति बनाएको भिडियोको कमेन्ट पढ्ने दुईटा मात्रै पढ्नुपर्ने छ। कमेन्ट धेरै पढ्नु पर्दैन, 1.5 मिनटको भिडियो त लान्छ। हाम्रो राधिका कान्छीले दुईटा कमेन्ट गर्नु भएको छ। रविलाई हुल्या जस्तो गरी तुलाई पनि उल्नुपर्छ भन्ने लेख्नु भएको छ, धन्यवाद छ। घन्टी घन्टी नभन त्यही घन्टीले बजाउनुपर्छ भन्ने लेख्नु भएको छ, त्यो पनि धन्यवाद छ राधिका कान्छीलाई। एउटा हाम्रो रतन सिंह सरले लेख्नु भएको छ, तु जनता भड्काउने भरोटे होस् भनेर लेख्नु भएको छ सर। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। मैले भड्काएको होइन सर, म जस्तो अनपढ गवार व्यक्तिसँग किन डर्नुहुन्छ सर? दिल खुल्ला गरेर च्यालेन्ज गरेर रुकुम जिल्लाको हुनुहुन्छ भने चुनाव लड्नुहोस्। तपाईँले राम्रो गर्नुहुन्छ भने तपाईँलाई हाल्यो भोट, मैले तपाईँलाई लाइक गरेँ। मैले राम्रो गर्नुपर्छ भनेको, भ्रष्टाचारीहरूलाई भोट हाल्नुहुन्न, मासु र भातमा भोट हाल्नुहुन्न भनेको होइन। त्यसमा केही छैन। आज एउटा साँचो सत्य के हो, सामाजिक सञ्जालमा एउटा प्रमाण छतछुल्ल भएको रहेछ। अब 28 नगरपालिका गोतामकोट मेरै गाउँको मेरै स्कुलको प्रमाण छतछुल्ल भएको छ। एकता अनुसारले तपाईँको काम हुनु पर्यो भन्न खोजेको हो मैले। तपाईँसँग पैसा होला, तपाईँले त पैसा दियो र काम मिल्ला, मलाई त मिल्दैन नै होइन। त्यो भन्न खोजेको हो मैले। भ्रष्टाचारीको कुरा गर्ने भने भ्रष्टाचारी त हो, पक्कै हो। आजको प्रमाण साँचो सत्य रहेछ भने भ्रष्टाचारी हुन् भन्ने त चाहिँ प्रमाणितै मैले भनेको जस्तै भयो सर होइन। फेरि पनि कमेन्ट गर्नु होला, त्यस्तो केही होइन। सामाजिक सञ्जाल त हजुरको पनि हो, मेरो पनि हो। म जस्तोसँग के डरेर बस्नुहुन्छ तु जनता? मैले के भट्काउँछ? म आफै भट्क्यो र यहाँ अर्काको देशमा काम गर्ने मान्छेले मैले के भट्काउला? मेरो वर्मले जो देख्यो उही बोलेको हो मैले। त्यसमा डर्नु भन्ने केही छैन सर। ल हजुरले फेरि कमेन्ट गर्नु होला, सबैले यो भिडियो लाइक शेयर कमेन्ट गर्नु होला। ल धन्यवाद छ।